कक्षा पास गरेकालाई फेरि फेल, आइओई को पास फेल प्रणाली विवादमा, विद्यार्थी फेल की सिस्टम। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान अर्थात् आइओई को प्रवेश परीक्षाको नतिजाले अहिले गम्भीर प्रश्न खडा गरेको छ। प्रश्न केवल विद्यार्थी पास भए कि फेल भए भन्ने होइन, प्रश्न हो 12 कक्षा उत्तीर्ण गरेर इन्जिनियरिङ पढ्न आएका हजारौं विद्यार्थीलाई फेरि पास फेलको नाममा छाटेर उनीहरूको भविष्यसँग खेल्ने अधिकार कसलाई छ? साउन 11 गतेदेखि एक सातासम्म सञ्चालन गरिएको प्रवेश परीक्षामा करिब 12,600 विद्यार्थी सहभागी भए, तर करिब 7,200 विद्यार्थी मात्रै उत्तीर्ण भएको बताइएको छ। अर्थात् हजारौं विद्यार्थीलाई प्रवेशको ढोकामै रोकियो। सम्बन्धन प्राप्त इन्जिनियरिङ क्याम्पसहरूले यही विषयमा आपत्ति जनाउँदै आएका छन्। उनीहरूको स्पष्ट माग छ, प्रवेश परीक्षा प्रतिस्पर्धात्मक मेरिट निर्धारण गर्ने परीक्षा हुनुपर्छ, पास र फेल गराउने परीक्षा होइन। विद्यार्थीको र्याङ्किङ निकालेर उनीहरूको योग्यताका आधारमा कलेज छनौटको अवसर दिनुपर्छ। सबैभन्दा गम्भीर कुरा के छ भने नेपालमै इन्जिनियरिङ पढ्न सक्ने विद्यार्थीहरू यही प्रक्रियाका कारण विदेशतर्फ धकेलिन सक्ने जोखिम बढेको क्याम्पसहरूको भनाइ छ। सम्बन्धन प्राप्त क्याम्पसहरूमा हजारौं सिट खाली हुने अवस्था छ, तर आफ्नै देशका विद्यार्थीलाई भने प्रवेश परीक्षामै असफल घोषणा गरिँदैछ। आखिर यो कस्तो शिक्षा नीति हो? एकातिर नेपालका विद्यार्थीहरू नेपालमै पढाउने कुरा गरिन्छ, अर्कोतिर परीक्षा प्रणाली नै यस्तो बनाइन्छ कि विद्यार्थी विकल्प खोज्दै विदेश जान बाध्य हुन्। क्याम्पस सञ्चालकहरूको अर्को प्रश्न पनि उत्तिकै गम्भीर छ। प्रवेश परीक्षा एकै दिन किन हुन सकेन? एक सातासम्म 4 शिफ्टमा परीक्षा सञ्चालन भयो, 40 सेट प्रश्न प्रयोग गरियो। एउटै तहको प्रतिस्पर्धामा फरक सेट र फरक समयमा परीक्षा लिँदा परीक्षाको समानता र विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो। आइओईले भने भविष्यमा एकै दिन परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ, तर विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा प्रणालीमा भविष्यमा सुधार गर्छौं भन्ने जवाफ मात्र पर्याप्त हुन्छ र? आइओईका डिन सुशील बज्राचार्यले भने आफूहरूले विश्वविद्यालय अनुदान आयोगको मापदण्ड अनुसार 40% उत्तीर्ण अङ्क राखेर परीक्षा सञ्चालन गरेको बताएका छन्। उनका अनुसार उक्त मापदण्ड परिवर्तन नभएसम्म नियम विपरीत गएर र्याङ्किङका आधारमा मात्र नतिजा निकाल्न सकिँदैन। यो तर्कलाई पनि व्यवस्था गर्न मिल्दैन। तर त्यसो हो भने अर्को प्रश्न उठ्छ, यदि नियम नै विद्यार्थीको हितमा बाधक बनेको हो भने नियम संशोधन गर्ने पहल किन नगर्ने? नियमको नाममा हजारौं विद्यार्थीको भविष्य अनिश्चित बनाउने कि विद्यार्थी, विश्वविद्यालय र क्याम्पस सबैको हित हुने प्रणाली विकास गर्ने? यो विवादमा दोष कसको हो भन्ने निर्णय अहिले नै गरिहाल्नु उचित हुँदैन। तर एउटा कुरा स्पष्ट छ, शिक्षा प्रणाली विद्यार्थीलाई रोक्ने होइन, उनीहरूको क्षमता र अवसरलाई व्यवस्थित गर्ने माध्यम हुनुपर्छ। प्रवेश परीक्षा मेरिट परीक्षण गर्ने माध्यम हो भने त्यसलाई पारदर्शी, समान र विद्यार्थी मैत्री बनाउनुपर्छ। पास फेलको एउटा अङ्कले विद्यार्थीको भविष्य बन्द गर्ने भन्दा र्याङ्किङका आधारमा योग्य विद्यार्थीलाई नेपालमै पढ्ने अवसर दिन सक्ने विकल्पमाथि गम्भीर छलफल हुनुपर्छ। आज प्रश्न आइओईसँग मात्र होइन, त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालय र सम्बन्धित सबै निकायसँग हो। नेपालका विद्यार्थीलाई आफ्नै देशमा पढ्ने वातावरण बनाउने कि जटिल परीक्षा प्रणाली बनाएर विदेश जाने बाध्य बनाउने? 12,600 विद्यार्थी परीक्षा दिन्छन्, हजारौं सिट देशमै उपलब्ध छन्, तर विद्यार्थी विदेश जानुपर्ने अवस्था सृजना हुन्छ भने समस्या विद्यार्थीमा होइन, प्रणालीमै खोज्नुपर्छ। अब पनि जिम्मेवार निकायले आँखा चिम्लिने हो भने यसको मूल्य विद्यार्थीले होइन, सिङ्गो नेपाली शिक्षा प्रणालीले चुकाउनु पर्नेछ।